स्वागत छ तपाईलाई यो आन्द्रा भुडी ल गाइस हाम्रो दसैँ यस्तो हुँदैछ है तयारी यस गाइस रेडी तयारी स्वार तल त्यहाँबाट ल्याउन माथि ल्याउन स्वार हो सिनेमेटिक हो के यसरी टाइमै देखेन क्या यसरी टाइम देखाउनु पर्यो टाइमै देखेन भने यसो गर्ने अनि पिन किन हाल्नु पर्यो तिमीलाई के टाइम हेर्छ भनेर अनि अरूले मेरो घडी चोर्यो भने के गर्ने रोशनले जस्तै एयरपोर्ट ल्याएर चलाउन पायो सिक क्या नर्सोलले भनेको एउटै सर्ट भयो के दसैँ आयो त्यो त चाहिँ हाम्रो मसला पिसाइ कार्यक्रम हुँदैछ आन्द्रा भुडी है आन्द्रा भुडीको अचार गराउँदैछ हामीले आज मासु हामीले मासु खान लागेको प्रेसर कुकर भन न प्रेसर कुकर यो चाहिँ ह्यान्डसम भयो एउटा मसला पुछिदेऊ न म स्वार खाने हुन्छ त्यो स्वाद दिन्छ एउटा स्पुन दिउँ न गोपाल एउटा यताबाट सर्ट हान्दा यताबाट सर्ट हान्दा के पारा सर्ट हान्दाखेरि यार माथि मात्र निकाल्नु टाउको मात्र न वाउ यसो के पनि भनिदिनुस् न दिस इज मसला घरमा बनाएको मिक्स मसला वी हेभ एभ्रिथिङ स्पाइसेस हियर फर द रेसिपी प्लिज कन्ट्याक्ट नर खत्री he is the senior chef and we follow his recipe okay यहाँ पानी सुक्या है मेरो लङ चाहिँ राम्रो नम्बर है को सेफ हो यहाँ काटिहाल्नु कुरा मासु यो यसको लागि के अरे पुलाउ न यहाँ तल यस्तो मात्र यहाँ मात्र सर्ट यहाँ मात्र फोकस त पुरै होइन यहाँ मात्र म माथिबाट सरेर खाने हुन्छ ल यसरी अझ सर्ट हानौँ ल वाउ के होला जस्तो छ है नहरूलाई भात खान्छ मलाई थाहा पनि यति हो सन्दर्भलाई कता कुचुङ दियो नि त कचाङ कुचुङ छ त्यहाँ इनर्जी ड्रिङ्क खाने बेसी तर एनर्जी ड्रिङ्कमा धेरै क्याफिन बेसी भएर उयो हुन्छ यार तिमी उसले प्रोटिन भनेको नि तिमी जस्तो त बाहिरको खानी हो प्रोटिन वेट गेनर प्रोटिन के होला जस्तो छ अब उसो भएपछि कस्तो काट्ने भयो यस्तो होला त्यो गरेर होला होइन है त्यहाँ के हुँदैछ दाजु ए तेरो यहाँ खसेको मासु बन्द छ हो गाइजहरु वाउ हाम्रो डाइस हो कि त्यो त के हो भयो के अनि फेरि त्यस्तो बनाउने यस्तो होइन नाइ त्यो ठुलो हुन्छ धेरै अबे त्यहाँको ठुल्ठुलो खाने हो नि नाइ साँच्चै होइन रुजा आर यु सिरियस त्यसो भयो This is called cucumber. के भन्ने अब यो this is called sliced cucumber. Fine sliced cucumber. हाम्रो दसैँ चाहिँ यस्तो हुँदैछ है गाइस सो फार यहाँ सेप हेरौँ सेप यहाँ यसरी हो सिकौँ यहाँ केही यहाँ हेरौँ तपाईँ चाहिँ सिकिरहनु म चाहिँ काटेको गर्छु
सिकुमै म पछि यतातिर हायर गर्छु है ल्याडरमा होइन बिचरा मेरो बेला कहिले पुग्दिनँ म होइन होला त्यो त होइन मलाई नि एकदम सानो हुन्छ क्या जमिन छ अहिले। यस्तरी यो साँच्चै सानो। रोस्ट मात्रै खाएको हो क्या यो त साँच्चै सानो त्यो हुन्छ। त ठिक हुन्छ मासु मलाई त मासु खान्छ कि मिठो हुने यही हो। होइन रोजा भाउजूले भनेको छु होइन क्या आज यहाँ दक्षिणाको लागि भयो भने म यहाँनिर आफ्नो उ दिन तयार छु है फुल सपोर्ट कहाँ नै सुन्नु यहाँ माथि हेरि यहाँ सर्ट यहाँ तल मात्र फोकस हो त्यतिमा खुसीले सारा भयो नि संसार यो अगाडि ढोल फुल्नु पर्छ होला अन्त अलिकति ग्यास पाउनलाई के गर्नु रे ग्यास पाउन त ढोल फुल्नु पर्छ होला हौ भने त्यहाँ त पुल गरौँ न पुल घाम लाग्दैन पिछाडिकै ढोका खोल्दिन यता आऊ न यता आऊ त्यो एङ्गल मिलाउनु क्यामेराले जान्दैन के अनि यस्तो उ सर्ट भन्छ नि यस्तो घुमेर सुइँ दिने यस्तो सर्ट क्या यस्तरी के होला म त नाच्ने यो एप्पललाई कति राम्रै देखिन्छौ परीले चम्मदा टुटिकै पारीलाई भाउजू कसरी हो खै हरियो भएन नि। होइन कि जस्तो हरियो चाहिँ भएछ भनेको। त्यतिको ठिकै छ अहिले फर्स्ट टाइम हो पर्दा चाहिँ ठिकै छ अर्को बारदेखि चाहिँ फ्रिजमै के रे रोशन राख्नुपर्छ कि अब श्वेतालाई कल गरेर त्यो डिजे आएको त्यो ऊ छ क्या के भन्छ ह्यान्ड ट्राइपोड लिएर आउनु भन न ट्राइपोड छ पाण्डेलाई आयो केही फरक हामीलाई भाउजू भाइ पुग्छ एकदम आज पैसा दिने भाउजूले हो भाउजू भाइ पुग्छ हामीलाई टिका लगाउने चाहिँदै होला नि। दाई भाउजू दुइटैको गर्दाखेरि मेरो यसो 1000 जति बन्दै हुने आउँछु आज भनिदिनु मात्रै आइपुग्छ होला भाइ अब मसलाले कलर अब यहाँ कसरी अन गर्ने भिडियो कसरी अन गर्ने एकछिन ल भिडियो चाहिँ अन गर्ने ऊ यहाँ अनि सुरु भयो नि जुम कसरी गर्ने जुम त हुँदैन नि ए हो अनि यसो गर्नु हो यता घुमाउन पनि एकदम छ। यसो यता पनि हेर्न मिल्छ नि त यताबाट हेर्ने हो के हेर्न चाहिँ ए त्यो त आफ्नो चाहिँ यताबाट मेरो बुढा है यो चाहिँ मेरो बुढा कति ह्यान्डसिम छ मेरो बुढा यो चाहिँ मेरो बुढा अरे क्या उहाँ चाहिँ मेरो बुढा हुन्छ यो चाहिँ मेरो बुढा अरे क्या कस्तो नेवारी भाषामा ठिकै छ नि यो चाहिँ मेरा बुढा यसरी है भ्लग कसरी यसरी बनाउँछ भ्लग यसरी बनाउँछ यसो राखेर ए दिस इज सन्तोष ए यो पनि कुकिङ भिडियो पनि यसरी बनाउने रहेछ होइन अनि रोशनले यस्तै चिनिदिनु पर्छ क्या एउटा दिने पछि हाल्नको लागि होइन यो चाहिँ हाम्रो ह्यान्डसम दादा
आब्बा केही भएर होला अहिले पनि एकजनाले मलाई देखाउनुहुन्छ त्यो त पढ्यो आज हाम्रो टिका लगाइन 8-9 बजे होला जस्तो छ के कसो हो दाजु हो त सर के छ सेफ रुपेश के छ गिम्बेल गोप्रो लिएर हिँडेको मान्छेहरू सही हो सिसान बानिया इन द हाउस न्यू भाग्य न्यू पाने एकैजनालाई चाहिँ भन्नु एकैजनालाई चाहिँ निभाइदिनु होइन ब्याकग्राउन्ड म्युजिक हटाउनुहोस् पर एआई युज गरेर यहाँ कस्तो जाँदैछ कटाइ यसो इन्सपेक्सन गर्न आउनु पर्यो नि यार तपाईँ हियर सेफ am I going good जति क्यामेरा नजिक गएको त्यति जोस आयो त्यही त भने आउनु परेन होइन र यहाँ देखाउँछु खोइ हाम्रो चाहिँ भुजन पाक्दैछ है यहाँ ल दसैँ स्पेसल हो चाहिँ हाम्रो चाहिँ यो चाहिँ दसैँ स्पेसल डिस भनेर पास्टी लिएर आएको थियो क्या यो चाहिँ कहिल्यै बिर्सिन्न क्या त्यसलाई स्लाइड पनि देउन त म गर्दिनँ सबैभन्दा ठुलो हेल्प गरेको भनेर हालिदिनु मेरो सधैँ सेफको पारै छुट्टै हुन्छ क्या के भन्छ रुपेशलाई मेरो पुरा यति घन्टा काम गरेको यति घन्टा काम गरेको भनेर पुरा रुपेशले क्या एक्सेसले क्या नर्मल पे नाइटकोलाई प्याज गरी डुबीकोलाई त मारेर छाडेर छ नि नरले आफ्नो त्यही ठाउँमा काम गरेर हो पन्जा टुक्रेर त्यहाँ माइक्रो प्लास्टिक बस न रुपेश ठिक छ बुटले अप्ठ्यारो है क्या हो कस्तो हुन्छ यसरी काटेर निचार्ने हो क्या ठुलो हुन्छ क्या त्यो एक्चुअलीमा हुन्छ नेपालमा हो कुन बेसमाको रोसनलाई चेल्सी पैसा नहुँदाखेरि क्यालिबरै किन्थेँ यार म के हो र अहिले चाहिँ के हामी गरेपछि एकदम माया गरेपछि टन्न नहुने हुँदै भएन कहिले थोरै कहिले धेरै रोछन् के चाहिँ कहिले माया थोरै गरेर कहिले धेरै गरेर रे थाहा पाऊ हो रहेछ अहिले थाहा पाऊ भयो भयो रे देख्यो बेला रोक्नु पनि पर्दो रहेछ के होला यसमा पापड लगायो यसमा पापड फुलाउन तेल चाहिँ हाल्नु पर्छ क्या पहिला भाँडोमा कस्तो भोक लागेको जस्तो के दिनु के रेडी हुनुपर्ने हो अब सिकाउने हो नाइफ रुपेश हेड सेफ यता के मासु हो त्यो चाहिँ घरको 4 केजी मासु 3 टन गरेर पकाइयो यार प्रेसर कुकरमा दुईटा प्रेसर कुकर त्यहाँ छ यहाँ एउटाको ठुलो बाटा ल उलाउनु डाइस कस्तो म त भोलि त मासु पनि लिएर जान्छु हौ काममा त्यो त भेट्न जानु हुन्छ चिकन त कडा देखिया छ त के हो कुरा
जब बनाउँछ नि मलाई साथीहरू हुन्छ नि आउनु आएपछि खै खासै त्यस्तो त छैन तिमीले यतिको होला त छैन के छ हौ दाजु दसैँ कस्तो कस्तो फिलिङ भइरहेछ रमाइलो फिलिङ भइरहेछ ल बडा दसैँ 2082 को लागि केही शुभकामना दिनुस् शुभकामना सबैलाई राइट के छ हौ दाजु हाई म चाहिँ क्यामराम्यान आजको यहाँ क्यामेरादेखि लिएर आम्मा फिल्म सुट हुँदैछ झन्डा पनि यति राख्नुपर्छ होला हो पछाडि त राख्दा नि हुन्छ लु जानु तपाईँ लु यतैबाट सर्ट हान्छ यतैबाट हान्छ सर्ट हाल्दा सर्ट दर्शन नमस्ते दसैँको तपाईँलाई पनि दसैँको शुभकामना मलाई भनेको त देखिस रोशनले त मलाई भनेको त देखिसकेन हेर्नु न के भएको अचेल जसको भन्नु त्यसमा क्यामेरा राखिरहेको त एकजना मेरो राखिरहेको लाइभका लागि लाइभ होइन लाइभ रेकर्डिङ अनि यहाँ अर्को छ क्या पोर्ट्रेटवाला यस्तो होइन आज चाहिँ मिलाएको भयो सुरुमा त नि लिड गर्ने भने त्यहाँदेखि अहिले चाहिँ हेर फोकस चाहिँ दामी अब मान्छेलाई यस्तो दामी हान्छ धेरै धेरै सेन्सिटिभ तपाईँले फोटो धुलाउनु भएको होइन कहाँ उहाँ राख्नु भएको त नि ल त्यो फोटो दिनु यहाँ राख्नु न त्यो फोटो धुलाएछ होइन त्यहाँ अड्दैन आँट्दैन मनै गर्दा हो त्यसमा त्यहाँ पनि टिका लगाइदिनु यो त भएन यार यस्तो टाढो भयो यो अफ गरेर डाइरेक्ट हो ल सबैभन्दा जेठो बाटो चाहिँ यहाँ रोशन दाइ हो जेठोले सबलाई लगाइदिने हो जेठोले दोहोरो हुन्छ जेठो चाहिँ ऐना हेरेर लाउने दोहोरो हो। अब के गर्नुपर्ने ल अब टिका त सुरु होला नि त बस अब दुईजना दुईजना आमा सुरुमै फ्रेन्ड्स भाइ सुतिराख भनेको टिका लुगाले कहाँ गएको तिमी हजुर तिमी त लुगा सुगा राखेर बेडमा सिरो गएर गाह्रो छ त ए त्यो रञ्जन दाइको हो नि त म त बिस्तारै यस्तै उठाउन गएको त रञ्जन दाइ लुगा मुनि त्यो लुगा मलाई अर्को लेन्स देऊ मलाई अर्को लेन्स देऊ यार यसो कहाँ राख्ने यार फेरि म जान्छु मै हाल्छु यसो त्यो कभर त्यो कभर दिएर हेर्नुहोस् मलाई त्यो फोटो चाहिँ जुम इन जुम आउट गर्न मिलेन भनेदेखि यो लास्टै वाइल्ड हुने रहेछ क्या तपाईँको उहाँ दिन तपाईँको अड्किदिन्छ फोटो यसो त्यो पाइँदैन टिका बनाउँछु छोरी मान्छेलाई तिमी यो साइडमा अनि हल्का लुक्स चाहिँ अलिकति अलि यतातिर दियो है हल्का उतातिर नभएको एकै ठाउँ छोडेर फोटो चाहियो भने के गर्नु जाऊ पहिला नेक्स्ट लेभल छ 1 2 3 4 5 जना माथि 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 नलाई प्रब्लम हुन्छ भने यसको के गर्नु मार्दैन धेरै नरिसाउनु हैन धेरै मलाई नकुट्नु सोचेको कुराहरू सबै पुरा हो मेरो भैली पनि बाहिर सुत्ने नहोस् यसको धार्मिक महत्त्व चाहिँ भन्नु न के हो यो थाहै छैन बुद्धि बढोस् भनेर बुद्धिमै लगाइदिएको जस्तो हाम्रोमा चाहिँ दही लगाइदिन्छ हो तिमीले लाएर आएछौ किन भन त त्यो ब्यागमा चाहिँ त्यो रोशन ढोकेन अब पछि बेमा ओ नो नट डु एकछिन गयो यता पैसा देखेन के पैसा देखेन खै रोशन देऊ त्यहाँ समाउ त्यहाँ होइन होला यार त्यो त भएन यार खैलो ल ओके नेक्स्ट केही छ भने है पोज अर्को नढोक्ने किन हो र मैले त्यही बुझिनँ यार जमरा लाउने हजुर नढोक्ने किन हो र खै यता हेर त रोजा हाम्रो ढोक्दैन ढोक्नु पर्छ हैन र हाम्रो ढोक्दैन बुढा हैन रे क्या अहिले हजुर केमा कोही फेरि पर्छ हैन र अनि फेरि अप्सनल हो नि यो त ढोक्नु पर्छ कहाँ हुन्छ ढोक्नु पर्छ आयुष्मान बाबा
अब सानो अनुसार लाउने हो कि ठुलो अनुसार लाउने हो? छोरी चाहिँ उतापट्टि पापाराजी साइडमा लगाइदिनु न साइडमा त्यसो साइडमा लगाइदिन्छु। एउटा हातले मात्रै लगाइदिनु साइडमा चाहिँ उता डिजे आइलाई हेपेको भने थोरै हेपे रातो भयो नि त। हेर अब हेर मलाई त हल्का सानो हुने रहेछ नि त केटा हो। ए म पनि हल्कै देखिँदैछु त्यहाँ बसेर त के रहेछ रहेछ? कति लाग्यो दामी भएर भिडियो जस्तो लगाइदिने हुन्छ दसैँ। अर्कोबाट नि कन्टिन्युस भइरहेको छ सरी खोइ त भने यसो ब्लेसिङ दिने आएछ देऊ न चाँडै बुढीको भिजा लागोस् ए त्यो त फर्स्टदेखि नै हो यार अनि फेरि पार्टी चाँडै त नलाउने होला नि त सधैँ डबल जब परोस् क्यासको जब पाइराखोस् विकेन्डमा पब्लिक होलिडेमा सधैँ सिफ्ट परोस् छिट्टै पिआर होस् अनि पिआर हुनसाथ एउटा साइडमा ऊ होस् भनिहाल्यो एयर ड्रपै गरिहालिन्छ सबै है राम्रो आइरहेको एक मिनट यार रुपैयाँ यार कोही हातको टिकै अड्के चाहिँ फोन त तात्तिनु लाग्यो। मलाई त्यही छोडै गिटार मात्र राख्नु भयो कति रे हजुर गोपाल ल अलिकति नर्सठी हजुर तिम्रो त डिजाइनको देख्थ्यो नि त के गर्ने मैले हो र ल सुजु तिमी धेरै नरिसाउनु होइन के भन्छ छिट्टै पिआर निकाल्नु कस्तो हात आयो? कस्तो लाग्यो दुईजना हेर होला अब चाहिँ अब सिङ्गल चाहिँ दिने होला कि क्लिप बाई क्लिप गरेर आएको क्लिप बाई क्लिप रेगुलर गरेर राखेन तिमीसँग मात्रै हो है हाम्रो सबसे कान्छ आयो नि त अब कान्छा प्रिन्स आइसक्यो कान्छा हाम्रो चेन्ज भइसक्यो अब उहाँ दाइको त ढाडै कस्तो कोप्रे देखियो मेरो हजुर तन के भएर हो त्यस्तै नि हो के घुम्ने के यस्तै नै हो त्यसलाई अलिक सी ब्याक भन्छ बिस्तार स्लोली नरब नर्से गरेको यता यता दुईजना यता लिउ न तिमी देख्नु जस्तो गर न भएको त्यो त ल नर यता हेर नर मात्र यता हेर त तिमी यता हेर है यता यता हेर ठ्याक्कै यहाँ हेर ल ग्रुप भयो भने मलाई मजाले टिका लागेपछि यहाँ राख्ने अनि यहीँ बसेर बाहिर त फोटो खिच्ने वातावरण ल यो निभे त यो त के भयो रेकर्ड भइरहेको प्रिन्स सर भयो अझै धेरै काम पाउनु होइन क्यासको काम सधैँ मिलोस् काम साम होइन मिलोस् पढाइ सधैँ राम्रो होस् सधैँ राम्रो होस् पढाइ सक्नुभन्दा अगाडि नै प्रोफेसनल जागिर पाउनु दिनु न प्रोफेसनल जागिर पाओस् अर्को वर्ष 2-3 मर्सिडिज बेन्ज होस् बाहिर के होस् पढ्दा पनि मर्सिडिज बेन्ज अनि एआईबाट गरे पनि डिस्टिङसन प्रोफेसर छिट्टै बिहे खान पाइयोस् होइन बत्तीले आँखा के भन्छ अब ए दिएन भन न यार अहिले यार सिफ्ट राम्रो पाइयोस् चाँडै पिआर बनाउनु पिआर छिट्टै होस् बुहारी नानीसँग कहिले भेट हुने हो नेक्स्ट इयर ल्याम्बो किन्न पर्छ ल्याम्बो किन्नुपर्छ ल्याम्बो किन्नुपर्छ ल्याम्बोको चाहिँ सपना छ कि छैन हौ सरलाई छ नि उद्देश्य के लिनु छु नि चन्द्र के भन्छ ल घरमा मलाई गाली गर्यो भने बसाइ होइन आशीर्वाद दामी आशीर्वाद दियो यसरी नै भइराख्नु होइन सबैलाई हेल्प गरिराख्नु छिट्टै पिआर आओस् हाम्रो ग्रुपमा सबैभन्दा अब जल्दो बल्दो एकदम ज्यानदार भनेकै मेरो दोस्त हो होइन हो 3 वर्षसम्म सँगै बसियो होइन अब जिम्नी सुरु भयो अब प्रोटिन सोटिन खाएर छिट्टैसँगले ज्यानस्यान बनाएर बेसे भइहालोस् मेरो दोस्तको जसले पाउँछ सन्तोषलाई त्यो चाहिँ भाग्य मान्ने हुन्छ यति चाहिँ स्योर हो
वाउ वाउ यो चाहिँ मलाई मन पर्यो है आशीर्वाद त्यो होइन नि त आशीर्वाद चाहिँ आएन अझै यार आशीर्वाद त्यही हो आइटीमा चाँडो काम पहिले पाउँछु आइटीबाट पनि मिलोस् अनि केमा चाइल्ड केयरबाट पनि मिलोस् होइन आफ्नै चाइल्डको केयर गर्न पनि सिक्यो कहिले त ल रोशन यता हेर ल नमस्ते अब चाहिँ क्या धौनै पर्छ ल ठिक छ सन्तोषको एक्लै भने चाहिँ हाँस है हाँस हाँस्न चाहिँ नबिर्स अर्को वर्ष तिहार होस् अर्को वर्ष चाँडै बे होस् बे खान पाइयोस् कोसँग भन्ने कुरा पनि आयो नि त यहाँनिर जोसँग हुनुहुन्छ त्यही छ नि सही हो सबै सोचेको कुरो त्यही नै हो होइन दुर्गा माताले रक्षा गरून् पुगेन अरूको आशीर्वाद अरू के हुन्छ आशीर्वादमा अरू के हुन्छ भन त के लगाइदिनु हो के फ्रुट्स पनि लगाइदिउ न गानेमा त काम भयो के त लगाइदिनु ल चाँडै बिहे गर्नु अनि छोराछोरी जन्माउनु अनि के बिहे गर्नु नर्सिङ लिएर कति बिहा चाँडो बनाउनु होइन अनि यहाँ एउटा घर किन्नुपर्छ त्यही घरमा गर्नु रोशनलाई सधैँ यस्तै गरी माया गर्नु कहिलेकाहीँ सताउनु पनि परिहाल्यो त होइन मलाई फोन गर्नु म सपोर्ट छु कहिलेकाहीँ झगडा पर्यो भने मलाई फोन गर्नु म हेर्न तयार छु सधैँ होइन दुर्गा माताले रक्षा गरून् होइन छुट्टै विज्ञान विदुरे भगवती भएर पढ्नु बुझ्नु ठुलो मान्छे बन्नु पिआर चाँडै पाउनु अहिले सोचे जे सक्सेस पुरा होस् होइन अनि अहिलेको गरिरहेको काम सक्सेस होस् चाँडै होइन त्यसबाट चाहिँ फलोस् मजाले फुलोस् होइन अनि 82 सालको टिको 83 सालको टिको होइन आउनु टिका लाउनु अर्को साल पनि है के हुन्छ चाँडो अर्कोचोटि ल्याम्बोर्गिनी हान्नुपर्छ एउटा त्यसलाई होइन बे पनि होस् भन्ने हो निधारै गरौँ भयो नि त अब झर्ला जस्तो भइरहेछ अनि बुहारीलाई चाँडै यहाँ लिएर आउनु बे गरेर के किन्ने हो किन्नु पर्यो अनि अब हेडसेप हुनु पर्यो जुम इन जुम आउट गर न जेबाट अडिँदैन ल त्यही हो न ल पढ्ने सधैँ ल भाग्यमा हेर्नु भयो हामीले के खान्छ खानु टिका लगाइदिएर मात्रै खान्छु भने चाँडै बनाउने होइन त्यही भएर चिया चाहिँ खाएको भन्नु न सधैँ स्वस्थ रहो चिया चाहिँ खाएको भन्नु न चिया त खाएको हो म एउटा मात्रै दिएँ रातो आयो ल दिदी टिका लाउँदै हुन्छ सन्तोष तिमीसँग छ क्यास 500 नोट सिकाइन्छ जस्तो छ होइन लुका म ल्याइदिन्छु नत्र तिमीलाई कति मसँग छ 5 दिउँ न तपाईँ कहाँ जानु लाग्यो हजुर सही लै त पाउने बस तिमी खिच फोटो ल सन्तोष दाइ भेरिफाई गर्न जानु भयो क्या पैसा ब्यालेन्स भयो भन्नुहुन्छ यहाँ चाहिँ प्रब्लम भयो फोटो खिच्दियो ल राम्रो उन्नति प्रगति गर्नु पिआर होस् मेन कुरा अनि भविष्यको लागि पनि सोच्नु अरू कुरा वैवाहिक जीवन पनि सुरु होस् अर्को वर्ष एउटा होस् भन ल किन खिच्नै मान्दैन दाइ दुईचोटि थिएछ त रुका 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 यार मानेन रुका अलिकति ब्लरवालै हटाएन एकैछिन ल पैसा त्यही होल्ड गरौँ मान्छेलाई स्टेक गरेर मान्छेलाई थिएछ अब यसरी स्टेक गर्नु नि ए जुम आउट गर त ओ मिस्टर अलिक तल गर त ल ए बन हो भ्यू फाइन्डर के त्यहाँ लेसो छ नि बाजे हो त्यहाँबाट हेर न हो त्यहाँबाट ए आँखा लगाएपछि आफै हुँदैछ के घुमिरा त्यो सानो भएर क्या प्लेट आफै अन्दाज गर्दै खानु
नाइस के छ हौ दसैँ कस्तो भयो रुपेश सर के होला त है त्यो भिडियोमा हाल्दै जानुहुन्छ कि दुईजनाको अडप छ के भयो अब कडा हाल्दै